नमस्ते फ्यापुलो सबैजनालाई। ल के भन्नु छ? हामी अब मेघमा घुम्न गएको। अब मेघमा आज ह्यापी बर्थडे मा ह्यापी बर्थडे। आज नानाको चाहिँ ह्यापी बर्थडे। दुकुल जोजोकोबाट के छ हौ नानालाई? नाना योलाई त मैले ह्यापी बर्थडे गरिदिएको हो। नदारा भुत्तुकै भन्यो। फाइनली अहिले चाहिँ हामी माने भन्ने आइपुग्यो। अब चाहिँ हामी केमा जान्छ? ल्यान्ड ओभरमा। मेघमाको चाहिँ तपाईँहरूले ल्यान्ड ओभरमा यहाँबाट जानु पर्दछ। हेर्नुहोस् है, यो चाहिँ टिकट काउन्टर हेर्नुहोस्। यहाँ चाहिँ जानेको नाम एन्ट्री। यहाँ चाहिँ एकजनाको चाहिँ 20 रुपियाँ तिर्नुपर्दछ। हामीले 20 रुपियाँ गरेर चाहिँ एकजनाको चाहिँ 20 रुपियाँ गरेर तपाईँहरू पनि गयो भनेदेखि चाहिँ यसै गरेर जानुहोस्। ल हाम्रो चाहिँ गाडी यही हो। ल चढ्यो। यो चाहिँ ल्यान्डरमा जाँदैछ हामी अब उकालो। ल अब चाहिँ हामी ल्यान्ड ओभर गएको है। हामीले चाहिँ ल्यान्ड ओभर दुईवटा गर्नेवाला थियौँ, तर एउटा मात्रै पायौँ। एउटा चाहिँ यो सोमा चाहिँ हामीले यो चाहिँ खाली छ सामानहरू यसले चाहिँ। गाडी आउँदैछ भने त्यसलाई उल्टी आयो भन। फाइनली हामी चाहिँ माथि गुम्बा आइपुगिसक्यो मेघमा। हेर्नुहोस् है, दर्शन हुन्छ त भिड हुँदैन। पूजामा त भिड हुन्छ होइन कि सेकेन्डमा चाहिँ त्यहाँदेखि खाजा खाएर त्यहाँदेखि पऱ्यो हुन्छ हामी यसै यसरी हेर्नुपर्दछ। हेर्नुहोस् है, हुन्छ दाजु आउँदैछु। मेघमा गुम्बा चाहिँ हेर्नुहोस् है, यति राम्रो छ। मान्छे त बाङ्ग्यो उभिरहेछ अलिकति मुनि राख्दा चाहिँ आज बर्थडे, त्यसले गर्दाखेरि अब चाहिँ हामी केक काट्नु लागेको छौँ। हेर्नुहोस् है, गुम्बामा केक काट्ने मेघमा गुम्बा। ल अहिले चाहिँ परिनाले चाहिँ नानालाई खदा लगाइसकेको छ है। हामी केक चाहिँ बाहिरै काट्ने, गुम्बाभित्र नकाट्ने। चाहिँ मेघमाको सानोबाट गाउँ। यहाँ हेर्नुहोस् है, यो जग्गा चाहिँ तपाईँहरूलाई कस्तो के लाग्दैछ यसो कमेन्ट गर्नुहोस् है। यो चाहिँ हातले बनाएको है। अब चाहिँ हामी गुम्बा घुमिसक्यौँ। अब चाहिँ हामी तुमलिङसम्म जाने, किनभने त्यही चाहिँ हामी सेलिब्रेट पनि गर्ने। अझ मेघमाबाट तपाईँहरू 5 किलोमिटर जस्तो गयो भने नि पुरा सानो बुझेछ आउनु तुमलिङ गाउँमा खानाको थियो कि अहिले फोटो देखाउँछु। यहाँबाट चाहिँ उकालो लाग्यौँ हामी यसरी इन्जोय गर्दै। कति दामी जग्गा, कति मजा आइरहेको छ हामीलाई।
यो चाहिँ तङ्लु रहेछ तपाईको। अहिले भने चाहिँ हामी मदन तामाङलाई जलाएको जग्गा आइसकेको छौँ। फाइनली अहिले चाहिँ हामी तुमलिङ आइपुगिसकेका छौँ र अब चाहिँ हामी ब्रेकफास्ट गर्ने। यो चाहिँ हाम्रो ब्रेकफास्टको लागि रेडी गर्दैछ। हेर्नुहोस् है, 970 किलोमिटर चाहिँ रहेछ है यहाँ तुमलिङ। अब चाहिँ हामी नानाको केक काट्ने यहाँनिर बर्थडे सेलिब्रेट हुने। अहिले चाहिँ हामी तुमलिङमा ब्रेकफास्ट गर्दै गर्दै चाहिँ केक पनि काटिहाल्ने। है नगर्नु अन्त। Happy birthday to you. Happy birthday dear Rama. Happy birthday to you. God bless you. May God bless you. Happy birthday dear Rama. Happy birthday to you. लो ज्वाइँ आउनु पर्यो। हेर मेरो फोन त फ्याक्दै फ्याँकिराखेर पैसा अहिले भने चाहिँ हामी ब्रेकफास्ट गर्नु लागेको। अब चाहिँ भोक पनि धेरै लाग्यो। खाना खाँदै यसरी हेर्नुहोस् त भ्यूहरू कति मजाको गाडीहरू हिँडिरहेको छ हो। हेर्दै हामीले चाहिँ इन्जोय गर्दै खाना खाँदैछौँ, ब्रेकफास्ट गर्दैछौँ बिहानको। हेर्नुहोस् है नजारा के दामी छ। हामी जुन रेस्टुरेन्टमा खाँदैछ त्यहाँबाट हेर्नुहोस् है मुनिको भ्यू, गुराँस चाहिँ यति दामी फुलिरहेछ। यो रक्सी कसले टेस्ट गर्नुभएको छ यसो कमेन्ट गर्नुहोस् है। हेलो गाइस, अब चाहिँ हामी तुमलिङबाट चाहिँ फर्किँदैछ मेघमामा। कस्तो लाग्यो आज? दामी लाग्यो, दामी हो। यहाँ हेर्नुहोस् है पछिको भ्यूहरू, आमा सो फुल फुल्यो पातभरि भन्ला छ। हामीले चाहिँ यसरी धेरै इन्जोय गरिरहेछौँ। हेर्नुहोस् त है रोडमा मजाले हो। फाइनल गाइस अब चाहिँ हामी फर्कन लागेको। फर्किँदा चाहिँ यसरी हामीले जग्गा जग्गा इन्जोय गर्दै फर्क्यौँ। यहाँ हेर्नुहोस् है यो लेक अहिले चाहिँ सुकिरहेको रहेछ। यो चाहिँ बर्खामा यहाँनिर जुन चाहिँ एउटा यहाँनिर चाहिँ पानी जमेको हुन्छ। यसमा चाहिँ यो पानीमा चाहिँ तपाईँको कञ्चनजङ्घा यहाँबाट यो पानीमा चाहिँ देखिन्छ बिहानको। हेर्नुहोस् है जग्गाहरू कस्तो के लाग्यो कमेन्ट गर्नुहोस् तपाईँहरूले। यो चाहिँ तङ्लु हो। यहाँ हेर्नुहोस् है कुकुर। तङ्लुबाट नि अब चाहिँ हामी लाग्यौँ फर्किने, किनभने हामीले यहाँ जति हेर्नुपर्ने थियो सबै घुमिसक्यौँ। यही हो तपाईँको आपा फिल्मको सुटिङ भएको है। आमा चाहिँ यता रहेछ। हाम्रो गाइड अगाडि अगाडि छ। के भन्छ हेर्नुहोस् है कस्तो दामी छ। लु तपाईहरू पनि आउनु भएको छैन भनेदेखि आउनुहोस्, इन्जोय गर्नुहोस्। यो जग्गालाई एकदम मजाले घुमेर इन्जोय गरेर जानुहोस् तपाईहरू। लेक चाहिँ यही हो। हाम्रो ल्यान्ड ओभर त्यहाँ पर छ।
हाम्रो टिम यहाँनिर फोटो खिच्दैछ। त्यसलाई त झ्याउ पोखरी भन्छ, झ्याउ पोखरी। यो चाहिँ झ्याउ पोखरी है। चित्रेको भ्यू पोइन्ट चाहिँ अब हामी चढ्दैछौँ। फाइनली अहिले चाहिँ हामी चित्रे आइपुगिसकेको छ। चित्रेको नजारा हेर्नुहोस् है, यहाँ हेर्नुहोस् है, यति दामी छ चित्रे चाहिँ। तपाईँहरू पनि कुनै दिन आउनुहोस् अनि कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। अहिले भने चाहिँ हामी चित्रे गुम्बा जाँदैछौँ। चित्रे गुम्बा कस्तो रहेछ हेर्नुहोस् है, तपाईँहरूले पनि इन्जोय गर्नुहोस्। यो चाहिँ हो चित्रे गुम्बाको नजारा। फाइनली अब चाहिँ हामी सबै घुमिसक्यौँ र अब यहाँ चित्रे गुम्बा लास्ट हाम्रो एउटा थियो, फर्किँदाखेरि पस्नुपर्ने। अब हामी फर्केको। अनि तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। अनि नेक्स्ट भिडियोमा फेरि पनि भेट्नेछु। आजलाई यति, बाई बाई।